थ्याङ्क यू। अब ओभरअल आजको विनले चाहिँ अब हाम्रो लिग टेबलमा चाहिँ हामी जुन 15th पोजिसनमा थियौँ होइन, त्यसबाट अब अपग्रेड भएर अब 9th पोजिसनमा आउनु सफल भएको छ होइन। त्यो चाहिँ एकदम राम्रो पक्ष भनौँ न। अब यो ग्यापपछि फेरि अब नेक्स्ट अपकमिङ म्याचहरूलाई चाहिँ राम्रो तयारी गरेर अब आउनेछौँ। कमजोर टोली काङ्ग्रेस प्लेयरलाई चाहिँ यति धेरै गोल गरिन्छ भन्ने चाहिँ थियो कि पहिले प्लानिङ थियो कि के थियो? अनि त्यो त अब फुटबलमा होइन, अब खास त हाम्रो 3 पोइन्ट्स चाहिँ अनि अब दिने टार्गेटमा थियो होइन। स्कोरिङ अब खेल्दा स्कोरिङ चाहिँ अब 6-0 भयो। केटाले अब मिहिनेत पनि गरेको को जस्तै आजको खेलमा 6 गोल पनि होइन, लिगको सेकेन्ड हाइएस्ट मार्जिन, लार्ज मार्जिन, केही सजिलो देखिरहेको थियो अपोनेन्ट काङ्ग्रेस बिहार हेरेर। त्यस्तो टेन्सन पनि देख्नु हामीले बेन्चहरूमा, खेलाडीहरू पनि केही रिल्याक्स गरेर खेलेको सुन्थ्यौँ होइन। अब यस्तो थियो, अब मेन चाहिँ अब स्कोरिङ रेट भन्दा पनि अब मेन 3 पोइन्ट्स इम्पोर्टेन्ट छ होइन। त्यो 3 पोइन्ट्सको लागि चाहिँ अब हामीले त्यो टार्गेट बनाएर आएको थियो। अब त्यसपछि फर्स्ट हाफमा चाहिँ अलिकति ऊ भएको थियो, अलिकति स्कोर भयो भने अलिकति प्रेसर पनि थियो। जस्तो अब आगामी यात्रा कस्तो देख्नुहुन्छ यस लिगमा? अब अपकमिङ म्याचेसहरूमा चाहिँ अब हाम्रो एकजना इन्टरनेसनल खेलाडी पनि थपेको छ, जुन अब आज हामी लास्ट 10 मिनट्स खेलायो होइन। अब प्लस अब इन्जर्ड प्लेयरहरू पनि बाई द टाइम रिकभरी पनि भइसकेको हुन्छ। र अब अपकमिङ म्याचेसहरूमा चाहिँ राम्रै रिजल्ट ल्याउने सोचमा छौँ। Extreme Energy Drink.